जौना भौता जाने हिले मौसम जान युट्युब च्यानलमा पनि स्वागत छ हाम्रो सत्यम गिरी अफिसियल हातले आज धान रोप्ने हो राहुल पनि आउनु धान रोप्न हाम्रो हेम्जामा चाहिँ नाक काट्ने कि धान काट्ने हो नाक काट्ने देवी कुन देवी यो संस्कार सधैँ रहिराखोस् भनेर। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। नमस्ते यो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु गाइज। आज चाहिँ म अब चाहिँ जाँदैछु हेम्जा है। किन भन्नुहुन्छ भने हेम्जामा चाहिँ आज 5औं हिले महोत्सव चाहिँ हुँदैछ। सो म त्यहीँ जाँदैछु गाइज। र म चाहिँ अहिले ठ्याक्कै हरिचोक छु। यता चाहिँ बाटो बन्दैछ गाइज है। यो हरिचोकको बाटो चाहिँ बन्दैछ। सो आज चाहिँ असार 15 रहेको छ है। चाहिँ मजा लगाइरहेको छ है। हिले महोत्सवमा पुगेपछि हजुरहरूलाई चाहिँ भिडियो सुरु गर्नेछु फेरि है। किनकि यो बाटोमा चाहिँ हजुरहरूलाई देखाइरहेको छु सधैँ। सो एउटै बाटो कति देखाउने है। सरकारलाई घाम हेम्जालीको 5औं हिले महोत्सव यो रमाइलो बेला। हे सरकारलाई घाम सँगै हिँड नाचौँ गाउँ कुमाल कुनाले नथेल। हे सरकारलाई घाम आइजौ न भौता जाने हिले महोत्सव जान मेरो प्रति भाइलाई भेटेको छु है। हेलो ल है सबैलाई हाम्रो हिले महोत्सवमा स्वागत छ। अनि युट्युब च्यानलमा पनि स्वागत छ हाम्रो सत्यम गिरी अफिसियल है। अनि के हुन्छ आज यहाँ? आज यहाँ अब खतरा रमाइलो हुन्छ। यहाँ हाम्रो भगवान उसहरू सबै आउनु भएको छ। आज चाहिँ 24 कोटी कति कोटी अरे? 33 कोटी हनुमान आउनु भएको छ। रामकृष्ण सीता सरस्वती पार्वती आज 8 हात छ। 8 हात छ। ल उहाँले खेताल चाहियो नि आज 8 हातले आज धान रोप्ने हो। कहाँ जानुभयो खै? राम भगवान पनि आउनु भएको छ। यता ओए रावण पनि आउनु धान रोप्न हाम्रो हेम्जामा चाहिँ। रावण हो दाइ, तपाईँ रावण हो। अनि आज हेम्जामा धान रोप्न आउनु भएको? हजुर खेत जोत्ने रे तपाईँको रागोमा हो। तपाईँको क्यारेक्टर चाहिँ के हो? बाँदर हो। अनि उहाँलाई त हाम्रो लड्ने हो त आज धानबारी नष्ट भयो नि बाँदर। यता हाम्रो ब्रह्मा भगवान पनि आउनु भएको छ। ब्रह्मा भगवानलाई हाम्रो हिले महोत्सवमा स्वागत छ। शुभ आशीर्वाद छ छोरालाई, आयुष्मान भव। अनि यता गणेश मास्क लगाउन गणेश पनि हुनुहुन्छ है हामीसँग चाहिँ। हजुर चाहिँ राम लक्ष्मण राम गयो त नि अगाडि गइसके। अनि आज नाक काट्ने कि धान काट्ने हो? नाक काट्ने, धान रोप्ने। ए राम यता हो। सीता हराएर
सीता आज देवीको रूपमा छिन् के सीता हरा अब खोज्न जाने बाबु चाहिँ के हो कुमार 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 राम कुमार श्याम कुमार हाम्रो चाहिँ आज यहाँ हाम्रो हिले महोत्सवमा चाहिँ राम श्याम सीता गीता हरिबहादुर सबै आउनु भएको छ उहाँ चाहिँ हजुरको क्यारेक्टर चाहिँ के हो म विष्णु मगर अनि लक्ष्मीलाई लिएर आउनु भएन आज लक्ष्मी चाहिँ के धान रोप्दै खान त्यहाँ तल धान रोप्दै खान लक्ष्मी धान रोप्नु पर्दा विष्णु एक्लै आएको तिम्रो यता हजुरको क्यारेक्टर के हो देवी 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 कुन देवी कृष्णजी छोरा हजुर कृष्ण होइन तपाईँको छोरा चाहिँ गोपिनलाई धान रोप्न लिएर आउनु पर्ने आज आउँदैछन् अहिले एकछिन पछि सबैलाई धान रोप्न लाउनु होला सबैलाई धान रोप्न लाउनु होला यता के अरे काण्ड गराउन नलाउनु होला तपाईँ नि गोपिनी हो सब गोपिनीहरू कृष्णलाई यहाँ घेरेर बसिरहनु पऱ्यो त्यस्तै गरी देवीस्थान जिल्ला समाजका सल्लाहकार तथा पूर्व अध्यक्ष इन्जिनियर अमृत कुँवरज्यूलाई पनि मन्त्री अतिथिको रूपमा आसनग्रहण गरिदिनु हुनुलाई रमाइलो भयो ल अब चाहिँ कार्यक्रम चाहिँ उद्घाटन सुरु हुँदैछ वडाध्यक्ष दाइ चाहिँ हाम्रो मतिलाल दाइ चाहिँ मतिलाल पिनिचिना दाइबाट आजको कार्यक्रम चाहिँ सुरु हुनु गइरहेको छ सुरु भयो आज कार्यक्रम चाहिँ हो धन्यवाद असार 15 को सबैजनालाई शुभकामना ल मैले चाहिँ एकदम भाइरल आमालाई देखेछु आराम हुन्छ नि एकदम आराम बा कस्तो भयो त नि हिरोमा यसो डुब्नु पाउँदा आज चाहिँ यो हाम्रो उत्सव हो स्यासा परेको के यो हाम्रो किसानको एकदम राम्रो यो मानो खाएर मुनि उब्जाउने दिन हाम्रो परम्परादेखि चलिआएको आज त्यो धान रोपाइँलाई हामीले असारे 15 लाई धान दिवसको रूपमा लिएको छ यो संस्कार सधैँ रहिरहोस् भनेर यो असारे धान दिवस मनाइरहेका छौँ हाम्रो वडा नम्बर हेम्जा 25 मा सबैलाई नमस्कार गर्न चाहन्छु म हिलो खेलेको भएर बोल्न पनि साथ बस्छु के दौड चाहिँ हुँदैछ जसमा फर्स्ट प्राइज चाहिँ 7,000 हो जुन चाहिँ म सुन्छु है 7,000 भन्नुभएको थियो यहाँ एकजना दाइलाई सोधेको थिएँ मैले अब 2 जना मात्र हुनुहुन्छ अहिले चाहिँ सो एकछिन पछि चाहिँ सुरु हुन्छ अब
त्यहाँ चाहिँ गोरु चाहिँ कन्ट्रोल भइरहेको छैन, गोरु चाहिँ मिलाउँदै हुनुहुन्छ। ल अब चाहिँ सुरु हुँदैछ है। गोरु चाहिँ कन्ट्रोल भएको छैन, आज के भएको यस्तो, गोरु नै कन्ट्रोल भइरहेको छैन। यता जानुपर्ने हो, उता उता गएको के भइरहेको यस्तो। ल सुरु भयो फाइनली गाइस। त ल यो गोरु त यता गयो, यो गोरु त गयो। ल कसले जित्छ गाइस? ल जिते, रिजल्ट जित्नु भयो गोरु चाहिँ फर्स्ट राउन्डमा उठ्छ है। ल पलानी हो लगाइदिनु पर्छ, लगाइदिनु। ए ल खुल्ला पुरुष हिले दौड चाहिँ हुँदैछ है। सो अब एकैछिनमा चाहिँ सुरु हुन्छ। उहाँ त्यो रसी देख्नुमा चाहिँ निलो निलो र रातो रातो रसी छ त्यहाँ। त्यो त्यहाँ जसले त्यो पहिला टच गर्छ त्यो चाहिँ फर्स्ट हुन्छ। सो अब सुरु हुँदैछ, हामी नि हेरौँ को फर्स्ट हुन्छ। लगाइ सुरु भयो। ल त्यो भाइ चाहिँ फर्स्ट भयो है, त्यो लडिरहेको भाइ चाहिँ फर्स्ट भयो। ल यो भाइ चाहिँ फर्स्ट भयो गाइस। म चाहिँ टाढा बसिरहेको छु। के आयो त? माछा आयो त, माछा आयो। अब चाहिँ सुरु हुँदैछ है माछा समाउने प्रतियोगिता। एकजना दुईजना तिन चारजना हुनुहुन्छ समाउनु चाहिँ। सो यो सानो नानी पनि छ यहाँ, अन्त एकजना दिदी अनि अर्को को रहेछ। मैले चाहिँ दुईजना मात्र देखाएको छु है, चारजनाको नाम चाहिँ पढ्नु भएको थियो कि। सो अब माछा त्यहाँ अहिले छोड्दै हुनुहुन्छ, माछा छोड्दै हुनुहुन्छ है। ल ल खोज्दै हुनुहुन्छ, अझ पनि खोज्दै हुनुहुन्छ माछा। त्यो नानीले समातिन्। ओ ती नानीले समातिन्। ल सानो नानीले समातिन्, सबभन्दा सानो थिइन् तिनीले समातिन्। यी नानीले समातिन् है माछा। यहाँ आएछ माछा चाहिँ, यहाँ छ। माउर हो के? ल 40 वर्षभन्दा माथिको दौड प्रतियोगिता छ अहिले यो।
सानो बाबु नानीहरूको चाहिँ रस्सी तान्ने प्रतियोगिता हुँदैछ है कतापट्टि जान्छ है त नानीहरू तानिरहेको छ है यतापट्टिको जिते नानीहरूले ल यतापट्टि चाहिँ आमासम्म भर्सेस आमासम्मको चाहिँ रस्सा तान्ने चाहिँ कार्यक्रम हुँदैछ क्या चाहिँ यतापट्टि चाहिँ हुनुहुन्छ एउटा समूह हुनुहुन्छ सो यतापट्टि चाहिँ अर्को समूह हुनुहुन्छ सुरु भइसक्यो गाइस ल पानी पनि आइसक्यो तान्दै हुनुहुन्छ यतापट्टि पनि तान्दै हुनुहुन्छ कसले जित्छ थाहा छैन गाइस ल पानी आयो यतापट्टि चाहिँ तान्दै हुनुहुन्छ एकदमै प्रतिस्पर्धा भइरहेछ गाइस अहिलेसम्म कसै यति छैन है तानो यताको टिम जित्नु गाइस ल बधाई छ उहाँहरूलाई पाँचौँ हिले हेम्जा महोत्सव पनि म हेरेर फर्किसकेँ है सो फर्किने क्रममा चाहिँ थोरै पानी चाहिँ मजाले पऱ्यो होइन पानी अहिले परिरहेछ एकछिन अहिले एकदम डेन्जर पऱ्यो होइन सो भिडियोलाई चाहिँ यहाँसम्म हेरेर साथ दिनुभयो भिडियो के कस्तो बन्यो है कमेन्ट गरिदिनु होला अब मान्छेहरू पनि कम है सबै विदेश गएछन् है सो पहिलाभन्दा मान्छे चाहिँ निकै कम थियो आजको यो हिले महोत्सवमा है सो केही छैन जति हुनुहुन्थ्यो जस्तो हुनुहुन्थ्यो रमाइलो भयो सो भिडियो कस्तो बनेको छ कमेन्ट गरिदिनु होला फेरि भेट्नेछौँ हामी नेक्स्ट भ्लगमा गाइज है आजको लागि यति नै छ